भिरबाट लडेर आफ्नो उद्धारको लागि फोन गर्दा गर्दै ज्यान गुमाए स्वामी कार्तिक खापर गाउँपालिका 2 फाइल गाउँका 38 वर्षीय पुसे भण्डारीको समयमा उद्धार नहुँदा मृत्यु भएको छ। आइतबार माछा मार्न गएका उनी भिरबाट लडेर घाइते भएका थिए। घाइते अवस्थामा नै उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै आफन्तहरूलाई फोन गरेका थिए। प्रहरीलाई समेत पनि पुसे भिरबाट खसेर घाइते भएको र तत्काल उद्धार गर्न आवश्यक रहेको खबर पुगेको थियो। साँझ 7:20 प्रहरीलाई खबर पुगेको थियो। प्रहरी घटनास्थलमा पुग्दा 10:30 गइसकेको थियो। प्रहरीलाई सम्पर्क गरेको 3 घण्टापछि प्रहरी घटनास्थलमा पुग्यो, तर पुसेको उद्धार भने हुन सकेन। त्यो बेलासम्म उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ। विकट क्षेत्र भएको हुँदा घटनास्थलमै पुग्न प्रहरीलाई समय लाग्यो। पुसेले सम्पर्क गरेका व्यक्तिहरू पनि घटनास्थलतर्फ गइरहेका थिए, तर कर्णालीको फेलले गर्दा उनीहरू त्यहाँ पुग्न सकेनन्। घटनास्थलमा समयमा कोही नपुग्दा र समयमा उद्धार नहुँदा उनको मृत्यु भएको हो। अहिले शव निकाल्ने प्रयास भइरहेको छ।